मानिसले केही विशेषताहरू भएका कारणले गर्दा पुस्तक पढ्ने गर्दछ। कुनै पुस्तकमा केही विशेषता नै हुँदैन, त्यो केही विशेषता नहुनु नै त्यो पुस्तकको विशेषता हो। त्यस्ता पुस्तक पनि मैले पढेको छु र यो पुस्तकलाई त सुरुका पूर्वार्धका केही पानाहरू पढिसकेपछि म स्वत यो अझ ध्यानपूर्वक पढ्नका लागि लालायित भए, सङ्कल्पित भए र मैले त्यही अर्थमा त्यसलाई बुझ्न खोजेँ र पढ्दै गएँ। मैले 5 कक्षामा अध्ययन गर्दाखेरि पढ्न सुरु गरेँ होला पुस्तकहरू र आजको दिनसम्म जति पनि पुस्तकहरू मैले पढेँ ती सबै पुस्तकहरूलाई मैले सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गरेको छु, अथवा मैले पढेका विशेषतः गद्यहरू स्वत चलचित्रात्मक आवरणमा रूपान्तरित हुन्छ र म त्यसलाई चलचित्र हेरे सरह पढ्ने गर्दछु।